हेलो नानु, हाई सर। के छ खबर? सन्चै छौ? ठिक छु सर, एकदम। आज चाहिँ हामी एप्पल इन्ट्रान्स प्रेजेन्स स्कलर टकमा छौँ। यसमा चाहिँ हामी स्कलरसिपमा नाम निकालेको विद्यार्थीसित कुराकानी गर्छौँ होइन। अब तिमीले सबभन्दा सुरुमा तिम्रो इन्ट्रोडक्सन देऊ ल। मेरो नाम प्रतीक्षा रुचाल। मैले एससी दिएको चाहिँ कालिका मानव ज्ञान सेकेन्डरी स्कुलदेखि। अहिले चाहिँ म आमदा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिएल नर्सिङ पढ्दैछु। गुड। एससीमा कति जिपिए आएको? मेरो एससीमा चाहिँ 3.38 जिपिए आएको। 3.38? हजुर। त्यसपछि तिमीले पिसिएल नर्सिङ पढ्दैछौ नि त अहिले। पिसिएल नर्सिङ गर्छु भन्ने डिसिजन कसरी गर्यौ? मेरो चाहिँ अब फ्यामिली ब्याकग्राउन्डमा कुनै पनि मेडिकल फिल्डतिर हुनुहुन्थेन। अनि मलाई सानैदेखि चाहिँ सबैजनाले ल डक्टर भन्नुपर्छ, नर्स भन्नुपर्छ भन्नुभयो। ल अब मलाई नि आफूलाई अब सेतो ड्रेसमा कति राम्रो देखिन्छ, त्यही भएर त्यो सेतो ड्रेस लाउनको लागि चाहिँ म अब नर्स बनेँ। कति क्लासमा चाहिँ म नर्स बन्ने हो भन्ने सपना देखिथ्यौ तिमीले? म त धेरै सानोदेखि हो। दाइहरूले नि केही गर्नु भएन, अब तिमी नै हो भन्ने जस्तो कुरा आयो घरदेखि। अनि त्यसपछि हुन्छ म भन्छु भनेर, अनि बाबाहरूले नि नपढ अलिक गाह्रो हुन्छ भन्नुभएको थियो। म चाहिँ होइन पढ्छु भनेर पढेको। एससीको प्रिपरेसन गर्न गाह्रो कि यो स्टाफ नर्स पढ्नलाई गाह्रो छ? पिसिएल नर्सिङ चाहिँ गाह्रो भयो नि, गर्न चाहिँ एकदमै सजिलो छ, रमाइलो हुन्छ, प्र्याक्टिकल धेरै हुन्छ, अनि फिल्डमा जाँदा चाहिँ एकदमै रमाइलो हुन्छ, धेरै कुरा सिक्न पाइन्छ। हजुर। कालिकामा एससी पढ्दाखेरि तिमी क्लासमा कति र्याङ्क जस्तो? अब त्यहाँ त 500 जना विद्यार्थी हुन्छ नि त होइन। अब यो स्टाफ नर्समा नाम निकाल्न सक्छु कि सक्दिनँ भन्ने डर कस्तो थियो? म चाहिँ 10मा हुँदा चाहिँ त्यस्तो पढाइलाई त्यति धेरै फोकस गर्थिनँ। म अलि हावा टाइपको थिएँ, त्यही भएर त्यस्तो फोकस गरिनँ 10को सुरुमा। लास्टमा एससी आउन लागेपछि ला अब त सकिन लागिसक्यो, अब पढ्नुपर्छ भन्ने त्यतिखेर बल्ल सोचाएको। अनि त्यतिखेर त्यस्तो केही हुन्थेन, म जस्ट पास चाहिँ हुन्थेँ म। हो। एससी आउनुभन्दा 1 महिना अगाडि तिम्रो सेड्युल कस्तो हुन्थ्यो? कसरी पढ्थ्यौ तिमी? म चाहिँ बिहान उठ्थेँ 5 बजेतिर, अनि पढ्थेँ। अब ट्युसन हुन्थ्यो, कोचिङ हुन्थ्यो, कोचिङ 8 बजे हुन्थ्यो स्कुलमा। बिहान पढेर फेरि स्कुल जानु पर्थ्यो, स्कुलदेखि फेरि कोचिङ पढेर साँझ आउनु पर्थ्यो, अनि साँझ 11 बजीसम्म पढ्थेँ, अनि फेरि सुत्थेँ। त्यति धेरै चाहिँ पढ्थिनँ म, जति भ्याउँथेँ त्यति चाहिँ पढ्थेँ। तिमीले भन्यौ मैले एससी दिनुभन्दा अगाडि नै म डिसाइड गरेको थिएँ कि म पिसिएल नर्सिङ अथवा नर्स पढ्छु भनेर होइन। अब नर्स पढ्नलाई त अब कति दिन एससी दिइसकेपछि ग्याप गऱ्यो होला होइन। त्यसपछि एप्पल इन्ट्रान्समा कसरी आयो? त्यहाँसम्मको जर्नी के हो तिम्रो? एससी दिने बित्तिकै त म नर्स बन्छु भन्ने चाहिँ थियो, तर पिसिएल नर्सिङ र बिएससी नर्सिङ हुन्छ भन्ने मलाई थाहा थिएन। अनि दाइले भन्नुभयो ल 10 पछि चाहिँ पिसिएल नर्सिङ हुन्छ भन्नुभयो। अनि एससीको लास्ट दिन चाहिँ हाम्रो नवीन स्कुलमा सेन्टर परेको थियो। अनि एससी दिएर सकेर बाहिर निस्किँदा चाहिँ एप्पल इन्ट्रान्सहरूले आफ्नो प्याम्पलेटहरू बाँड्दै हुनुहुन्थ्यो। अनि मलाई दाइले चाहिँ घर आउँदाखेरि चाहिँ सबै प्याम्पलेटहरू जसले दिनुहुन्छ लिएर आऊ, अनि हामी पछि चाहिँ सबै ठाउँमा गएर बुझेर जुन राम्रो छ हामी त्यसैमा पढ्छौँ भनेर सल्लाह गरेको थियौँ। अनि त्यसपछि एससी सकिने बित्तिकै हामी 2-3 दिनमै आएको होला यहाँ एप्पलमा बुझ्न। अनि त्यसपछि यहाँ बुझ्यौँ, अनि त्यसपछि हामी अरू ठाउँमा नि बुझ्यौँ। अनि यहाँको फी अलिक कम थियो, इन्भाइरोमेन्ट पनि एकदम राम्रो थियो, अनि त्यही भएर चाहिँ मैले एप्पल इन्ट्रान्स। फी कम थियो कि इन्भाइरोमेन्ट राम्रो थियो? यहाँ धेरै फेसिलिटीहरू नि छ, एकदम गर्मीमा चाहिने भनेको यहाँ एसी छ, त्यही हो मलाई एकदम राम्रो लागेको। गर्मीमा चाहिने एसी छ, अरू ठाउँ थिएन? अरू ठाउँ नै थिएन, अरू ठाउँ कोठाहरू नि अलिक सानो सानो थियो, अनि यहाँ चाहिँ एसी चाहिएको बेलामा चाहिँ मजाले लगाइदिनुहुन्छ। गुड ल ठिक छ। अब जोइन भयो एप्पल इन्ट्रान्समा, त्यसपछि डेली सेड्युल कस्तो हुन्थ्यो तिमीले प्रिपरेसन गर्दाखेरि? म चाहिँ पढ्थेँ, सुरुमा पढ्थेँ एकदम। मम्मीले नि अब ल एससी सकेपछि मोजो भन्नुहुन्थ्यो, तर मोजो रहेन चाहिँ एससी पछि। एकचोटि एससी पास गर त्यसपछि त मोजो हुन्छ भन्नुभएको थियो। अनि फेरि ब्रिज कोर्स पढ्न लगाइदिनु भयो मलाई। त्यसपछि घर गएर फेरि पढ्न पर्थ्यो। अनि म चाहिँ यहाँ चाहिँ डेली मक टेस्टहरू हुन्थ्यो, अनि टेस्ट भएको कुरा चाहिँ मैले घर गएर क्रस चेक चाहिँ गर्थेँ। अनि ल आफूले एक्स्ट्रा केही नपढे पनि 10को जे छ त्यो चाहिँ म सबै पढ्थेँ, रिभाइज गरिरहेको थिएँ साइन्सको र म्याथको चाहिँ। अनि त्यसरी चाहिँ म पढिरहेको थिएँ। गुड। त्यो एससीमा सब्जेक्टिभ तरिकाले पढ्ने हो, थ्योरी सर र लेख्ने हो नि त होइन। अब यो इन्ट्रान्स प्रिपरेसन गर्दाखेरि त टिक लाउने हो, तिमीलाई कुन चाहिँ रमाइलो लाग्यो? थ्योरी लेख्दा चाहिँ सजिलो हुन्छ जस्तो लाग्यो। अब
4वटा अप्सन आउँछ सबै सिमिलर आइदिन्छ अब कुन हो भने त्योभन्दा चाहिँ अब जे लेखे नि थ्योरिकली लेख्दा चाहिँ जे लेखेको हुन्छ हजुर त्यस्तै त बिग्रियो भने त बिग्रिहाल्यो बिग्रिएपछि बिग्रियो त्यो प्रिपरेसन गर्दाखेरि के कुराहरू चाहिँ ध्यान दिनुपर्ने रहेछ जस्तो लाग्छ तिमीलाई अहिले जस्तो जुनियरहरूलाई सजेसन गर्नु पर्यो भने त्यो चाहिँ अरू सब्जेक्ट धेरै एक्स्ट्रा केही नजाने पनि हजुरले 10मा जे पढ्नु भएको छ नि त्यो चाहिँ राम्ररी पढेर आउनु भन्न चाहन्छु म म्याथ इङ्ग्लिस साइन्स यो 3टा सब्जेक्ट चाहिँ जानेको हुनुपर्छ होइन एप्पल इन्ट्रान्समा प्रिपरेसन गऱ्यौ त्यसपछि स्टाफ नर्सको इक्जाम दिन गयौ होइन इक्जाम दिइसकेपछि रिजल्ट आयो रिजल्ट तिमीलाई कसले भन्यो कि आफै थाहा पायो कि के भएको त्यस दिनको कुरा सुनाउँ न यो चाहिँ मेरो एकदम लामो कहानी छ अनि म चाहिँ अब रिजल्ट आयो मैले दिनदिनै चेक गरिरहन्थेँ एकदम सिटिभिटीको रिजल्ट अब अलिक टाइम लागिहाल्छ अनि दिनदिनै चेक गरिरहन्थेँ मैले चाहिँ रिजल्ट अनि एक दिन चाहिँ लुम्बिनी प्रोभिन्सको आयो रिजल्ट भनेर चेक गरेँ मलाई आफूलाई कन्फिडेन्ट चाहिँ थियो मेरो नाम निस्किन्छ भनेर अनि चेक गरेको मेरो नाम आएन अनि मैले फेरि क्रस चेक गरेँ अनि गर्दा चाहिँ मेरो अलि धेरै आएको मार्क्स आएन अर्को साथीको आयो तिम्रोभन्दा कम मार्क्स हजुर मेरोभन्दा कम मार्क्स आएको साथीको आयो अनि म चाहिँ एकदम टेन्सन लाग्यो मैले कति मेहनत गरेको थिएँ रुनै लाथेँ टेन्सन पऱ्यो अनि त्यसपछि आफूलाई आफ्नो केही गल्ती नभएपछि त के अलिक कन्फिडेन्ट हुन्छ नि त अनि ल मेरो त 80 आहा उसको त अलि थोरै आहा मेरो भन्दा किन नाम निस्केन भनेर म चाहिँ सुरुमा एप्पल इन्ट्रान्स आएँ अनि सरहरूले चाहिँ सिटिभिटी कल गरिदिनु भयो अनि सोधिदिनु भयो यताउति त्यसपछि चाहिँ म सिटिभिटी अफिस गएँ अनि वहाँ गएर अनि केही मिस्टेकहरू एररहरू भएको रहेछ फर्म भर्ने बेलामा अनि मिल्यो अनि 3 घन्टा जति लाग्यो होला मिलाउन अनि 3 घन्टापछि चाहिँ ल तिम्रो स्कलरसिपमा नाम निस्क्यो भने अनि म चाहिँ खुसीले रोएँ अनि मलाई देखेर त्यहाँको सबै स्टाफहरू नि रोएन सरी सबै स्टाफहरू पनि रुनु भयो मेरो खुसीमा सबैजना खुसी हुनुभयो अनि मैले त्यो चाहिँ जिन्दगीमा फर्स्ट टाइम केही कुरा एचिभ गरे जस्तो फिल भएको थियो बाबा मम्मी नि खुसी हुनुभयो एकदम खुसी बाबा बढी खुसी हुनुभयो कि मम्मी खुसी हुनुभयो होला हुन त 2 जना हुनुभयो होला तर मैले होइन साँच्ची बाबा नि रुनु भएको थियो मम्मी नि रुनु भएको थियो त्यो देखेर मलाई चाहिँ एकदम खुसी लाग्यो योभन्दा पहिला मैले त्यति ठुलो केही गर्न सकेको थिएन मम्मी बाबाको लागि अहिले चाहिँ मैले त्यो नाम निकाल्दा चाहिँ मैले एकदम ठुलो गरेँ बाबा मम्मीको लागि जस्तो फिल हुन्छ अब इन्ट्रान्स प्रिपरेसन गर्ने विद्यार्थी त धेरै नै हुन्छ नाम त केही विद्यार्थीको मात्र निस्किन्छ नि त वान अफ देम तिमी पनि हो होइन कोही विद्यार्थी चाहिँ प्रिपरेसन गर्न जान्छु भनेर डिसाइड गर्नभन्दा अगाडि उसले चाहिँ के कुरा बुझेर आयो भने चाहिँ सजिलो हुन्छ जस्तो लाग्छ तिमीलाई सुरुमा त अब 10 पछि आफूले के गर्ने हो त्यो कुरा बुझेर आउनु पर्यो एकदमै ठुलो कुरा भयो अनि चाहिँ अब पिसिएल नर्सिङै पढ्छु भनेर आउनेहरू चाहिँ अब यो सुरुमा इन्ट्रान्स क्र्याक गर्नु पर्यो इन्ट्रान्स क्र्याक गर्नको लागि म्याथ साइन्स र इङ्ग्लिसमा एकदम आफूले धेरै कुरा केही नजाने पनि 10 को जति आउँछ त्यो चाहिँ सबै जान्नु पर्यो अनि प्रिपरेसन गर्ने बेलामा केही कुरा आएन भने सोध्नु पर्यो अनि अलि धेरै सपोर्ट चाहिएछ भने हजुरहरूले इन्स्टिट्युटहरू नि लिन सक्नुहुन्छ अब अन्त्यमा के भन्न चाहन्छु म चाहिँ अब जो पिसिएल नर्सिङ पढ्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ नआत्तिनुहोस् भन्न चाहन्छु आफूले जति मेहनत गर्नुभएको छ त्योभन्दा आफ्नो बेस्ट दिएर आउनुहोस् इक्जाम दिने बेलामा अनि पिसिएल नर्सिङमा सबैभन्दा ठुलो चाहिने भनेको डिसिप्लिन त एकदम हुनुपर्छ अनि भित्रदेखि आफू स्ट्रङ हुनुपर्छ म्यामहरू एकदम स्ट्रिक्ट हुनुहुन्छ अनि त्यहाँ अब पेसेन्टहरूसँग डिल गर्ने हो नि त अनि पेसेन्टहरूको गालीहरू खाइन्छ अनि वार्ड स्टाफहरूको गाली खाइन्छ त्यही भएर डिसिप्लिन र मेन्टालिटी चाहिँ स्ट्रङ गराएर आउनु भन्न चाहन्छु थ्याङ्क यू वेलकम